आज मेरो जन्मदिन र जन्मदिनको दिनमा चाहिँ म घरभन्दा धेरै बाहिर छु। स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। जन्मदिनको उपलक्ष्यमा धेरै साथीहरूले चाहिँ विश गर्नुभएको छ। धेरै साथीहरूलाई धन्यवाद। कतिपयले फोनमा गर्नुभएको छ, कतिपयले मेसेजमा र कतिपयले फेसबुकमा चाहिँ यसरी पोस्ट गरिदिनु भएको छ। खुसी लाग्छ। र आजको दिन चाहिँ म राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको दिन र आज नै म तपाईहरुमाझ एउटा यस्तो च्यालेन्ज गर्दैछु। म मेरो युट्युब च्यानल DNSBK युट्युब च्यानलमा चाहिँ म प्रत्येक दिन एउटा न एउटा भिडियो अपलोड गर्नेछु। र आशा छ साथीहरु जतिले पनि मेरो भिडियोहरु हेर्नुहुनेछ गएर मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर बस्नु होला र दिन प्रत्येक दिन मेरो भिडियोहरु आयो भने सक्दो चाहिँ तपाईहरुले शेयर गरिदिनु होला, माया गरिदिनु होला र तपाईहरुको त्यो माया साथ हौसलाले चाहिँ म फेरि र आज यो जन्मदिनको दिनमा नै म तपाईहरुलाई के भन्न चाहन्छु भन्दाखेरि यही भिडियोद्वारा भन्न चाहन्छु म दिन प्रतिदिन एउटा न एउटा भिडियो मेरो युट्युबमा राख्नेछु र अबको 365 दिन भनेको अर्को वर्षको मेरो जन्मदिनसम्म चाहिँ म भिडियो दिन प्रत्येक दिन अपलोड गर्नेछु र मलाई थाहा छैन भ्युज कति आउनेछ, कतिले मन पराउनु हुनेछ, म कस्तो भिडियो बनाउने छु, तर अपलोड गर्नेछु। सबैले सकेसम्म माया गरिदिनु होला। जति पनि मेरो फेसबुकमा जोडिनु भएको साथीहरु छ सबैले प्लिज गएर एकपटक मेरो युट्युब च्यानललाई आजै गएर अहिले नै गएर DNSBK सर्च गरेर गएर सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकनलाई पनि दबाएर बस्नु होला र यस्तै मेरो भिडियोहरु मन पर्छ भने म यो ह्यान्ड राइटिङ प्लस वाल पेन्टिङको प्रोसेसमा यो कामले गर्दाखेरि चाहिँ म विभिन्न ठाउँमा जानेछु। जुन ठाउँमा जानेछु जस्तो अवस्था देख्नेछु त्यस्तै भिडियो बनाउनेछु र दिन प्रत्येक दिन मेरो बेलुकाको 6 बजेदेखि 7 बजेको भित्र मेरो एउटा न एउटा भिडियो अपलोड हुनेछ र त्यति बेला चाहिँ तपाईहरुले सक्दो माया गरिदिनु होला। यस्तो छ अवस्था हाम्रो नेपालको। यो हो रुकुम पश्चिमतिर अनि यो रुकुम पश्चिममा मात्र नभइकन नेपालमा जुनसुकै ठाउँमा पनि जानियो भने यो अवस्था नदेखिएको कमै भइन्छ। त्यो भएर अब आउने चुनावमा चाहिँ एउटा राम्रो मान्छेलाई जिताउनुहोस् र जसले गर्दा हाम्रो ठाउँ, हाम्रो समाज, हाम्रो देश एकदमै विकसित होस्। अबको 1 वर्ष पछाडि हाम्रो देशले पनि मुहार फेरोस्। अब 1 वर्ष पछाडि फेरि यस्तो अवस्था चाहिँ देख्न नपरोस्। त्यसैले अब आफ्नो मान्छेलाई भन्दा पनि राम्रो मान्छेलाई जिताउँ। अब साथीहरु यो थियो मेरो भिडियो र यो भिडियोलाई अन्तिमसम्म हेर्दिनु भयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद र अन्तिममा अझै पनि एकपटक हेर्नुस् है। सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिहाल्नुस् र फेसबुकमा साथी बन्नु भएको छैन भने फलो गरिहाल्नुस्, फ्रेन्ड रिक्वेस्ट पठाइहाल्नुस्। सो अभियसली म एक्सेप्ट गर्नेछु र कस्तो लाग्यो यो भिडियो कमेन्ट पनि गरिहाल्नु होला। अनि फेरि अर्को भिडियो चाहिँ अवश्य पनि आउनेछ। अर्को भिडियो पाउनको लागि चाहिँ प्लिज कमेन्ट चाहिँ राम्रै गरिदिनु होला अथवा जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला र अर्को भिडियो पनि यो भिडियो चाहिँ मन पर्यो भने प्लिज नेक्स्ट भिडियो भनेर पनि यसो न कमेन्ट गर्न सक्नुहुन्छ। ल यो भिडियो हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद फेरि पनि र बाइ बाइ। थ्यांक यू।